अन्तर्यात्रा स्वामी आनन्द अरुण प्रेम र विवाह भाग 2। ओशोको धारणा छ जसरी आफ्नै गोत्रमा विवाह गर्न वर्जित छ त्यस्तै आफ्नो जाति र क्षेत्रमा पनि विवाहलाई सीमित राख्नुहुन्न। अन्तर्जातीय र अन्तर्देशीय विवाहलाई प्रोत्साहन गर्नुपर्छ। जब एकै परिवारमा विभिन्न देश र जातिका मानिस एकसाथ बस्न थाल्छन् तब मात्र हामी क्षुद्र जातीयता र राष्ट्रियताको संकीर्णताबाट बाहिर निस्कन सक्छौं। आफ्नै गोत्रका बीच विवाह नचलाउनु पछाडि वैज्ञानिक कारण छ। वैज्ञानिकहरू भन्छन् जीनहरू जति टाढाका हुन्छन् त्यसले त्यति नै फरक किसिमका अनुभवहरूलाई आफूभित्र सङ्गालेको हुन्छ। त्यसकारण भौगोलिक तथा सांस्कृतिक रूपले भिन्न परिस्थितिबाट आएका आमा र बुवाबाट पैदा भएका सन्तानमा आउने जीनमा समाहित विविध अनुभवका कारण ती सन्तान प्रतिभाशाली हुन्छन् र फरक तथा विषम सामाजिक परिस्थितिमा बाँच्न बढी सक्षम हुन्छन्। अहिले संसारभरि नै जुन धार्मिक, जातीय उन्माद र हिंसा, क्षेत्रीय र भाषागत पृथकतावादी आगो सल्किन थालेको छ त्यसलाई प्रेमपूर्वक विसर्जन गर्ने एक उपाय अन्तर्जातीय विवाह पनि हो। 20औं शताब्दीका अर्का क्रान्तिकारी द्रष्टा कृष्णमूर्तिको विवाहप्रतिको धारणा पनि ओशोको जस्तै छ। बुद्ध पुरुषहरूको अध्ययन गर्दै जाँदा म के भेटाउँछु भने उनीहरूको धारणामा एक प्रकारको आन्तरिक सामञ्जस्य हुन्छ र एउटै अन्तर्धारा बहिरहेको हुन्छ। यस्तो किन हुन्छ भने बुद्ध पुरुषहरूको यस्तो अभिव्यक्ति अमनी स्थिति नो माइन्डबाट पैदा हुन्छ। अमनी स्थिति सामूहिक अतिचेतनाको अवस्था हो। यस्तो स्थितिमा ईश्वरीय धारणाको अवतरण हुन्छ, व्यक्तिगत हुँदैन। त्यसकारण गहिरो रूपमा हेर्यौं भने बुद्ध, कृष्ण, जीसस, ओशो, कृष्णमूर्ति, रमण र शिवपुरी बाबा जस्ता ईश्वरीय चेतनामा पुगेका व्यक्तिको धारणामा एक आन्तरिक समरूपता पाइन्छ। यस विपरीत बुद्धिबाट मात्रै विश्लेषण गर्ने विचारकहरूको विचारमा व्यक्तिवादिता र अहम्भाव प्रबल हुन्छ, किनभने त्यो नितान्त द्वन्द्वग्रस्त मनबाट उब्जिएको हुन्छ। मनबाट पैदा भएका एउटै व्यक्तिका विचार पनि विभिन्न परिस्थितिमा भिन्न भिन्न हुन्छन्। त्यसकारण मनको सीमामा रहेर गरिएका विचारका कारणले नै संसारमा यत्रो अशान्ति छ, हिंसा र द्वन्द्व छ। त्यसकारण मलाई अब यो स्पष्ट हुँदै आएको छ कि व्यक्तिगत बुद्धिवादबाट पैदा भएका सिद्धान्तलाई लिएर जस्तो सुकै क्रान्ति हामी गर्यौं त्यो असफल नै भइरहन्छ। प्रत्येक क्रान्तिले प्रतिक्रान्ति जन्माउँछ र प्रत्येक परिवर्तनले नयाँ नयाँ विवाद र द्वन्द्व उब्जाउँछ। यसको समाधान के त? जो मनको सीमाको पार गइसके जबसम्म हामी उनीहरूलाई सुन्दैनौं र स्वयंलाई व्यक्तिगत पूर्वाग्रहबाट मुक्त गर्दैनौं तबसम्म संसारमा हिंसा र द्वन्द्व रोकिँदैन। कुनै न कुनै रूपमा यो चलि नै रहन्छ। तबसम्म सामाजिक न्याय, शान्ति, स्थिरता र शोषण रहित समाजको परिकल्पना बडो मनमोहक धारणा त हुन सक्छ, यथार्थमा परिणत हुन सक्दैन। विवाह सम्बन्धी जे कृष्णमूर्तिका धारणा पनि ओशोका जत्तिकै रोचक छन्। 20-25 वर्षमा सर्वथा एकअर्का प्रति अपरिचित र भिन्न रुचि भएका युवक युवतीलाई ल्याएर अब जीवन अन्त्यसम्म सँगै बस, एउटै खाटमा सुत भनी जब हामी बाध्य पारिदिन्छौँ भने यो अस्वाभाविक प्रक्रिया हुन जान्छ। युवा अवस्थामा काम वासनाको वेग प्रबल हुन्छ। त्यसलाई नियमित र अनुशासित गर्न विवाहको संस्था खडा भएको हो। विवाहमा कामका लागि यौन सदा आपूर्ति भइरहन्छ र त्यो एउटा आदत बन्न जान्छ। कृष्णमूर्ति भन्छन् प्रत्येक आदतले बुद्धिलाई विखण्डन गर्छ र प्रज्ञालाई मार्छ। त्यसकारण जुन वर्गको सुनिश्चित आय हुन्छ त्यहाँ प्रखर प्रतिभा पैदा हुँदैन। त्यस्तै जब सुनिश्चित यौन हुन्छ र एक रुटिन प्रक्रिया हुन जान्छ त्यसले पनि उबाउ र दिक्क लाग्दो परिवेश पैदा गर्छ। अहिले जुन सामाजिक व्यवस्था छ त्यसमा विवाहको कुनै विकल्प देखिँदैन। विवाहको एक प्रयोग अतीतमा हामीले गर्यौं। दुई अनजान व्यक्तिलाई धार्मिक, सामाजिक र आर्थिक त्रास र प्रलोभन देखाई सँगै बस्न बाध्य पारिदियौं। यस व्यवस्थाको आफ्नै उपयोगिता रह्यो तर यसबाट प्रेम भने पैदा हुन सकेन। केटाकेटीको परिवारका सामाजिक र आर्थिक हैसियत साथै चिना टिप्पण हेरेर लगन मिलाउने ज्योतिषले पनि यो परम्परामा ठूलो भूमिका खेल्छन्। तर जीवन प्रयत्नसँगै बस्नुपर्ने व्यक्तिका इच्छा, अभिरुचि र रुझानको कुनै
चिन्ता गरिँदैन। विवाहपछि सँगैको सहवास र विशेष रूपले यौन तृप्तिको अनुग्रह स्वरूप एक प्रकारको मोह पैदा हुन्छ, जसलाई सामाजिक भाषामा प्रेम भनिन्छ। तर यो प्रेम होइन, मोह हो। यही सहवासको मोहबाट जन्मियो ईर्ष्या, एकाधिकारको भावना, शोषण र पाखण्डपूर्ण सामाजिक व्यवहार। मूलतः काम तृप्तिमा हुने यस व्यवस्थाले पुरै सामाजिक व्यवहारलाई नै कामुक बनाइदियो। यसको प्रतिक्रिया स्वरूप पश्चिममा खुलापन देखियो र त्यस्तो उन्मुक्ति परिवेशमा प्रेम विवाहको जन्म भयो। युवक युवतीले अरू कुराको चिन्ता नगरी आपसी आकर्षणको आधारमा विवाह गर्न थाले। तर यसको आफ्नै पीडा छ। प्रेम विवाहसँगै पारपाचुके पनि सुरु भयो। सामान्यतया युवक युवती जब स्वतन्त्र परिवेशमा भेट्छन्, उनीहरूबीच एक तीव्र जैविक आकर्षण पैदा हुन्छ र त्यो आकर्षणले बुद्धि विवेकलाई अन्धो पारिदिन्छ। त्यस्तो विवेक धमिलिएको तुफानी आकर्षणलाई त्यस क्षणमा प्रेम ठानिन्छ। तर त्यस्तो आकर्षण शारीरिक मिलनको निरन्तरतासँगै क्षीण हुन थाल्छ र केही समयपछि नै त्यस्ता युवक युवती आफूलाई ठगिएको अनुभव गर्छन्। अन्ततः ठूलो सम्मोहनको स्वप्नबाट सुरु भएको यस्तो आकर्षणको अन्त्य यथार्थको धरातलमा विषादपूर्ण हुन्छ। त्यसकारण पश्चिममा प्रेम विवाहको आयु छुट्टिरहेको छ र सामान्यतया 3-4 वर्षभित्रै यस्ता विवाह पारपाचुकेमा टुङ्गिन्छन्। प्रेम एक अज्ञात अबुझ अनुभूति हो। कहिले कहाँ अवतरण हुन्छ र कहिले हराउँछ त्यो भन्न सकिन्न। प्रेममा एक दैवी आकर्षण र पूर्ण समर्पणको भाव हुन्छ र एक आत्मिक परितृप्ति पनि। प्रेम शारीरिक कम, मानसिक र आध्यात्मिक घटना बढी हो। त्यसकारण प्रेमका लागि मानसिक र आध्यात्मिक परिपक्वता पनि चाहिन्छ। प्रेम निशर्त दान हो। प्रेममा दिनु नै पाउनु हो। सामान्यतया अहंकारी व्यक्तिले प्रेम गर्न सक्दैन। अहंकार जति दह्रो हुन्छ, काम वासना त्यति नै प्रबल हुन्छ। किनभने काम वासनाको चरम शिखरमा हामी क्षणभरका लागि अहंकारबाट मुक्त हुन्छौँ र त्यस क्षणमा हाम्रो क्षुद्र व्यक्तिगत परिचय हराउँछ। त्यसकारण अहंकारी व्यक्ति कामको आकर्षण रोक्न सक्दैन। त्यो उसले जानेको एकमात्र सुख हो। तर प्रेमीको अहंकार प्रेममै विसर्जित हुन्छ। जब हामी अहंकारबाट मुक्त हुन्छौँ, हामी परमात्मा स्वरूप नै हुन्छौँ। त्यसै कारण प्रेमलाई सबै धर्मले परमात्मा भनेका हुन्।